छोरी जास्मिनको उपचारका लागि भनेर 50,49,044 रुपैयाँ सहयोग आएको छ। साँच्चीकै यो एउटा खुसीको पहल हो दर्शकवृन्द। 24 घण्टा नबित्दै छोरी जास्मिनको उपचारका लागि भनेर यतिका धेरै सहयोग आएको छ। भर्खरै म साइन रेसुङ्गा ब्याङ्कबाट बाहिर निस्किँदैछु। मेरो हातमा स्टेटमेन्ट छ। छोरी जास्मिनको खातामा कति जम्मा भएछ भनेर हामीले यहाँ हेर्न आयौँ र आज 43,16,044 रुपैयाँ जास्मिनको खातामा जम्मा भएको यो रकम हो। यो 24 घण्टा नबित्दै हिजो मात्रै खोलिएको खातामा जम्मा भएको रकम हो भने त्यसै गरी हाम्रो माध्यमबाट आएको रकम 7,33,000 रुपैयाँ हो। यी दुवै रकमलाई जोडेर 50,49,044 रुपैयाँ हुन आउँछ। 50,49,044 रुपैयाँ छोरी जास्मिनको उपचारका लागि भनेर यो आएको सहयोग रकम हो। अब हामी छोरी जास्मिनलाई भारतमा लगेर उपचार गराउनेछौँ, त्यो पनि एकदमै छिटो। भोलि नै, सकेसम्म भोलि नै नभए पर्सिसम्ममा हामीले भारतमा लगेर अब बहिनीको उपचार गराउनेछौँ। दर्शकवृन्द, यतिका धेरै सहयोग पठाउने भगवान रूपी मेरा प्यारा दर्शकवृन्दहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जास्मिन छोरी, तिम्रो उपचारको लागि भनेर 50 लाख रुपैयाँ सहयोग आएको छ। के भन्न चाहन्छु? नमस्ते, मलाई सन्चो गरिदिएको धन्यवाद। सन्चो त भएको छैन नि अझै, सहयोग गरेकोमा भन्ने हो। के भन्ने रे? नमस्ते, मैले सहयोग गरेको धन्यवाद। कति प्यारी छिन् छोरी। दुखेको छ? कहाँ दुखेको छ? गालामा। गालामा? मेरो गालामा माया गरिदिनु अनि ठिक हुन्छ। ओहो कति प्यारी छोरी। अब तिम्रो उपचार हुन्छ। तिमीलाई उपचार गर्न भारत लिएर जान्छौँ है हामीले, है? जाने हो? उपचार गर्न जाने कि नै? जाने रे। उषा बहिनी, कस्तो लागेको छ हेर त। आज तिम्रो छोरीलाई बचाउनका लागि 50,49,044 रुपैयाँ 24 घण्टाभित्रमै आयो। दर्शकहरूले यति धेरै दिल खोलेर सहयोग गरिदिनु भयो। कस्तो लागिरहेछ? अब रुने होइन। आज यो खुसीको आँसु हुन पनि सक्छ। मेरो छोरीलाई मैले बचाउन पाउने भए भनेर एउटा आमाको अनुहारमा एउटा खुसीको, हिजो जुन दुःखको आँसु बग्थ्यो आज अलिक खुसीको आँसु बग्न सक्छ। नानु, कस्तो लागिरहेको छ? मलाई एकदमै आफ्नो मनलाई सम्हालेर भन। दर्शकहरूलाई के भन्न चाहन्छौ? म उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मैले सोचेको पनि छैन यत्रो रकम उठ्छ भनेर। मलाई अहिले आशा लागिरहेछ। म अहिले हिम्मतको साथ बोल्न चाहन्छु कि मेरो छोरी बाँचे भनेर। हामी बचाउँछौँ। धेरै खुसी लागिरहेछ। सबैभन्दा सबै उहाँहरूले माया गर्दा, सबैले सपोर्ट गरेर, सबैभन्दा तपाईँलाई 10 मिनट बिन्ती गर्न चाहन्छु दाइ। अनि हामी त एउटा माध्यम बनेका छौँ। हामी कोही पनि होइन। हामी एउटा माध्यम बनेका छौँ। आज यो 50 लाख रुपैयाँ पठाउने भगवान रूपी दर्शकहरू महान हुनुहुन्छ। उहाँहरूलाई म यहाँदेखि मुरी धन्यवाद दिन चाहन्छु। भगवान रूपी दर्शकहरू जसले जास्मिन बहिनीको उपचारका लागि भनेर सहयोग पठाउनु भएको छ। 50 रुपैयाँ, 5 रुपैयाँदेखि हजारौँ लाखौँ रुपैयाँ जसले सहयोग पठाउनु भएको छ। तपाईँहरू सबैलाई मनैदेखि धेरै धेरै धन्यवाद। र मैले पठाएको सहयोग सम्बन्धित ठाउँमा पुग्यो भनेर खुसी व्यक्त गर्नुहोला। यति धेरै रकम जम्मा भएको छ। यहाँ मलाई लाग्छ धेरैजना, लगभग सायद 10,000 व्यक्तिले सहयोग पठाउनु भएको छ होला। यो 10,000 व्यक्ति सबैजनाको नाम उल्लेख गर्नकै लागि मलाई एकदमै कठिन भएको छ। अनि उसै अब छिटोभन्दा छिटो उपचार गर्नुपर्छ भनेर डाक्टरले पहिले भनिसकेको थियो होइन? 3 महिनाभित्र भनेर भनेको थियो। कति महिना भइसकेको थियो? अब कति महिना बाँकी छ? अब 2 महिना बाँकी छ। 2 महिना? हजुर। अनि अब कहिले जाने त उपचार गर्न? अब सकेसम्म त
अब 2 महिना मात्र भइसक्यो, अब सकेसम्म त 2 महिनाभित्र गर्नुपर्छ, सकेसम्म छिटै जाँदा हुन्छ। सकेसम्म छिटै जाने उपचार गर्न? हजुर भोलि पर्सिमै जाँदा हुन्छ? हजुर भोलि पर्सिमै जाँदा हुन्छ। अनि भारतमा एक्लै गएर उपचार गर्न सक्छौ? सक्दिनँ सर, मेरो सपोर्ट दिने पनि कोही पनि छैनन्। अब म मात्रै हो, पढाइ लेखाइ पनि छैन धेरै। अनि कसले लगेर उपचार गराइदिन्छ त फेरि? अब हामी जानुपर्छ र? हजुर तपाईँहरू जानु। हामी पनि जाने? हजुर अब म पनि भारत त गएको छैन फेरि, अब त्यति टाढा टाढासम्म। अस्ति भर्खर प्रयागराज हो कि के भन्ने ठाउँमा रे म त्यो लागेको थिएँ नि, महाकुम्भ त्यो महाकुम्भ लागेको ठाउँसम्म चाहिँ म गएको छु, नत्र पनि त्योभन्दा टाढा चाहिँ म गएको छैन। म पनि गएको छैन। मेरो किनभने भारत पनि मेरो लागि नौलो नै हो। हाम्रो टिम पनि जाने चाहिँ हामीले सोच गरेका त छौँ। अब बहिनीलाई पनि अप्ठ्यारो हुने रहेछ, बहिनीको फेरि अघि पछाडि पनि कोही पनि हुनुहुन्न रे भन्ने कुरा पनि आयो होइन। ठिक छ, अब हामी जान्छौँ है। हजुर धन्यवाद। खुसी छौ अब? खुसी छौ? हजुर धेरै खुसी छु। मनमा डर छ कि छैन, अब छोरी बचाउन सकेला कि नसकेला भन्ने के छ, के लागिरहेछ? मलाई अहिले डर छैन, किनभने मेरो दिदी बहिनी भाइहरू दाइहरू यति धेरै सपोर्ट गर्नुभएको छ। अझै मनदेखि अझै हौसला बढेको छ। आज लाखौँ लाख नेपालीहरूले माया गर्नुभएको छ नि त होइन? हजुर धेरै माया गर्नुभएको छ। साथमा श्रीमान नभएर के भयो र? मैले योभन्दा अगाडि एउटा चिज भनेको थिएँ नि तिमीलाई, याद छ? हजुर याद। के भनेको थिएँ? साथमा श्रीमान नभए के भयो त? दर्शकहरूको माया जितेर छोरीको उपचार गर्नुपर्छ भन्नुभएको थियो। नानु यता हेर त, तिमीलाई बाबाको माया लागेको छ कि नै? के भन्यौ? अलि जोडले भन त। ला छैन? किन? अर्को बिहा गरेर जानुभएको छ। अर्को बिहा गरेर जानुभएको छ? अर्को बिहा गरेर गएको भएर लागे छैन? बाबा आउनु भयो भने के भन्छु त? म तपाईँसँग जान्नु भन्छु। बाबासँग जान्न भन्छौ? यति सानो बच्चालाई है। बाबा र मम्मीको काखमा खेल्ने उमेर हो जास्मिनको। 4 वर्षकी भएकी छन्। यो उमेरमा बाबाको माया पाउन सकेकी छैनन्। र बाबा आउनुभयो भने म बाबासँग जान्न भन्छन्।